विधिको विधान ईश्वर ग्रन्थ 140 नम्बर विधिको विधानमा सबै प्राणी जगतमा नयाँ वर्षको शुभकामना। मानव जाति जम्मा दुई प्रकारका विद्वान हुन्छन्, एउटा ज्ञान भएका विद्वान र अर्को विवेक भएको विद्वान। ज्ञान भएका विद्वान सत्य त्रेता द्वापर युगमा मात्र हुन्छन्, तर विवेक भएका विद्वान कलियुगमा मात्र हुन्छन्। ती विवेकीहरू हुन् राधिका दासी, सिस्टर शिवानी, राम परमानन्द, ईश्वर कृष्ण, दिया डामिनी र सिस्टर शिवानी सहित 0.5 सत्य त्रेता द्वापर युगका ज्ञानीहरू राम कृष्ण हरि विष्णु शिव बुद्ध जिसस मोहम्मद कबीर नानक विवेकानन्द यी सत्य त्रेता द्वापर युगका ईश्वर विधिले दिएका ज्ञानी हुन्। यो ईश्वर विधिमा सत्य त्रेता द्वापर युगमा मात्र मानव बन्छन्। यो ब्रह्माण्ड एउटै विधिले मात्र चलाएको छ, जुन विधिको विधान ईश्वर विधि विधानले चलाएको छ। र म कलियुगमा आएको छु र ईश्वर ग्रन्थ दिइरहेको छु। 26 उपदेश, 1850 बाणी र 500 कविता पनि छन् मेरा। अनि 0.5% नै साहित्यकार पनि विवेकी हुन्छन्। कलियुगमा विवेकी मात्र जुन अध्यात्म 101 कट्टर अध्यात्मवादी हुन्छन्। ज्ञानी त सत्य त्रेता द्वापर युगमा मात्र हुन्छन्। लर्ड ईश्वर सत्य फलवासदेव जान्छ पर्वत।